हेलो एभ्रीवान, वेलकम छ मेरो मिनी ब्लगमा। हिजोको झैमा आज पनि आइसकिरहनु छु र आज चाहिँ हाम्रो घरमा खसी काटेको नि त। सबैजनाले हेर्नुहोस् ल। यता चाहिँ मेरो दिदी हुनुहुन्छ, तपाईलाई के भन्नु छ? यता आउनु त दिदी। हेलो हेलो। ल हामी चाहिँ आज खसी काटिरहेछौँ। दसैँ पनि के भनौँ, सबैजना बाहिर हुनुहुन्छ। मेरो दाइहरू दुवैजना विदेशमा हुनुहुन्छ नि त, एकदम मिस गरिरहेछौँ। पोहोर चाहिँ एकदम रमाइलो भएको थियो, सबैजना घरमा हुनुहुन्थ्यो नि त। अहिले चाहिँ बाहिर विदेशमा हुनुहुन्छ। अर्को साल चाहिँ मजाले दसैँ मनाउनु पर्छ। हामीले धेरै धेरै सम्झेको छौँ हाम्रो ठुलो र कान्छो दाइलाई है। त्यही भएर हिजो खसी नकाटेको क्या, अलि रमाइलो लागेन। अनि आज चाहिँ हामी काटिरहेछौँ है त, देखाउँछु हजुरहरूलाई। यता चाहिँ हामी खसी काटिरहेको छौँ आज है। यहाँ बनाउँदै हुनुहुन्छ। यता चाहिँ मेरो मामाको छोरो दादा हो। केदार दादा के भन्नु छ तँलाई? ए केदार यता हेर्न। मैले के भन्नु छ रे, खसी काट्दैछु बिलेट ह्यापी दसैँ भन्न भन्न दादा। यता हाम्रो विद्युत दाइ हुन्छ। दाइ यता हेर्नु त हल्का, कति हेन्सम हुनुहुन्छ उहाँ त। ओहो उहाँ हाम्रो दाइ हुनुहुन्छ विदुर, यति हेन्सम हुनुहुन्छ हाम्रो दाइ। ओहो दाइ हजुर हजुर मामली दाइ हो मेरो। यता चाहिँ मेरो फेरि जेठो छोरो हो है, जेठो छोरो हो। यहाँ बनाइरहनु भएको छ छोरोले। छोरो के छ त? अनि यसपालि मङ्सिरमा बिहे गर्ने बुहारी ल्याउने भन्दै थियौ, के छ? टिकाकै दिन? ओ माई गड। ओके ल ठिक छ, टिकाकै साइडमा बिहे हुने भयो। दादा त के ल्याएको तैँले? खसी बनाउन चाहिँ म प्रफिट होइसक्यो। यहाँ चाहिँ खसीलाई अब हल्दी हुँदैछ। यो चाहिँ मेरो कान्छो भाइ हो है। भाइ उहाँ चाहिँ दुर्गेश थापा हो, फेरि खतरा डान्स गर्नुहुन्छ। लजाउन चाहिँ निकिसा जस्तै हो। त्यसपछि हाम्रो यता चाहिँ किचन हो है। भाउजू मेरो भाउजू हुनुहुन्छ। के गर्नुभएको तपाईँ चाहिँ? हजुर चिया पकाउँदै हुनुहुन्छ है। यता चाहिँ हाम्रो किचन यस्तो छ है त गाइज। त्यस पछाडि घर हाम्रो चाहिँ हजुरहरूले देखाउँछु ल। हाम्रो घर चाहिँ यस्तो छ। यता चाहिँ हाम्रो आमा हुनुहुन्छ। आमा दसैँ लागिसक्यो, केही भन्नु छ? जोख्ने नि चाहिँ खसीलाई हाम्रो हल्दी हुँदैछ। दादा हल्दी लगाइदिँदै हुनुहुन्छ? खसीमा 10,000 को बाजी पनि छ भने। ए खसीमा चाहिँ यहाँ 10,000 को बाजी छ अरे। कति केजी हुन्छ भनेर नि दादा? ल ठिक छ त्यसो भए पनि। ल हामी चाहिँ अब फाइनल्ली खसी काटिरहेको छौँ। उहाँ चाहिँ मेरो आमा हुनुहुन्छ। आमा भन् छोरी, के भन्नु छ हजुरलाई? ल रुनु पो हुन्छ त। छोराहरू विदेशमा छन्, के भन्नु? लुलु नरुनु। अनि यहाँ हाँसी खुसी खसी काट्छौँ, खान्छौँ। अब अर्को साल मनाउनु पर्छ नि सबैजना। छोरी बुहारीसित अहिलेको साल मनाउने। अर्को साल छोराहरू सबैजना मनाउने। आउँछन्, छोराहरूसित मनाउनु पर्छ, रमाइलो गर्नुपर्छ। र त रुनु हुँदैन त आमै, के गर्नु। ल यति नै है। हाम्रो आमा चाहिँ रुनु भयो कि छोराहरूलाई एकदम धेरै मिस गरेर। त्यस्तै हो। अब अर्को साल सँगै हामी दसैँ मनाउनेछौँ। हामीले मेरो दाइहरूलाई एकदम धेरै मिस गरिरहेको छ हाम्रो दाइहरूलाई है। ल आजलाई यति नै, सबैजनाले माया गरिदिनु होला है।